स्वागत छ सबैलाई तेस्रो फर्स्टमा जसमा शब्द छैन। यो त हाम्रो फर्स्ट भ्लग हो दाइ, तर सुरुवात नै यस्तो पिस अफ माइन्डमा छ त के हो यो। मेरो चस्मा लाएर त होइन नि राम्रो देखेँ, चस्मा लाएर पनि हो त्यो पनि हो। हल्का फुल्का फिल्टर हाल्यो भने भिडियो हल्का चाहिँ हो यो के हो भाइब्स, हल्का यो क्रिन्जी भाइब्स रहेछ। हामीलाई अब तलै खसाइदिनु भयो उहाँले। अब उहाँको नम्बर टिपेर मलाई कोल्लाइदियो मेरो साथी टिप्पर ड्राइभर हो भन्ने। अर्को टिप्पर ड्राइभर यो त अलिकति क्रिन्ज भाइब्स नै हुन्छ। यिनीहरूलाई पहिल्यै छोडिदिउँ, जसरी छिर्छ छिर्छ। म त त्यही हो, यो खाल्टोमा हाल्नुभन्दा होइन रोकिदिने आफै जान्छ। हल्का म फेरि नेकेड भाइब्समा छु। अब सबै फुल त देखाउनु मिल्दैन, कपिराइट लाग्ला। अब यस्तो राम्रो जोन्सी के अरे जोन्सिनाको जस्तो बडी छ भनेर अब कपिराइट लाग्ला भनेर होइन र। कति बज्यो हामी? बल्ल त 5:30 पनि भएको छैन। त्यही त अर्ली मर्निङ बाइक्स। हामी मर्निङ वाकमा ट्याक्क जगर्स लगाएर माथि केही पनि नलगाइकन यस्तो मिठो है। त्यो मेसिन लाँदा पैसा तिर्यो त तिर्दैन जस्तो लाग्यो। केही भएन। भोलि यो चार्ज गर्दैछ, त्यसले कस्तो नहोलाको भनेको होइन। उसले केही भन्दैन, चिन्जान छ राम्रोसँग चिन्जान। झन्नै यो बाइक स्वाहा भइसकेको थियो हाम्रो अगाडि, तर हामीले बचाउन सफल भइसक्यो। अर्को टुकटुकलाई नै बचाइयो। टुकटुकलाई नै हामीले रेस्क्यु राम्रैसँग टेक केयर गरेर अब हाम्रो अगाडि फेस टु फेस जुत्न खोजिराख्नु भएको छ उहाँ, तर हामी जुत्न दिँदैनौँ। 1v1 हान्न खोज्यो। यो के हो यो? बिहान घुम्न मजा रहेछ त राति भन्दा पनि। खाली पिस अफ माइन्डमा मर्निङ वाक। हामी तर हाम्रो गन्तव्य चाहिँ फेरि अलिक टाढा छ। म त्यहाँ गेटमा पुगेर देखाउँछु। भाइ चाहिँ नट गुड राइडर, रेड गर्न पर्नुपर्ने कि मान्छेहरूले सबैलाई। यो मान्छे बिहान चाहिँ यो रोड अझै बवाल देख्छ है। यो भ्यू चाहिँ लास्ट दामी नाइस। आज हाम्रो ड्रोन सटको प्लानिङ छ नि हाम्रो। आज त हो नि। अब एकैछिन पावर न्याप लिने हामी, त्यसपछि पावर ल्याए क्या यार। जाँदाखेरि 10 मिनट लाग्थ्यो, आउँदाखेरि त के हो 2-3 मिनटको भ्लगमै रिजोर्ट आइपुग्यो त। आइपुग्यो। यसलाई चार्जिङ भाइब्समा जोडिदिने हो र एकछिन भए पनि के गर्ने जोडिदिने? 10-15% भने बढ्छ नि त। 10% भन्दा पनि हाम्रो फेरि दुई शब्द। हामी बिहानै 6 बजे 5 बजे मर्निङ वाक गरेर आएको गाडीमा। मैले अब हामी चाहिँ सफारी जाँदैछौँ, एउटा हात्ती लिएर अर्को हात्तीलाई भेट्न, त्यो पनि कसराको जङ्गलमा। होइन र युनिस, के भन्छौ तिमी आजको हाम्रो ब्लगमा? दाइ क्लियर हो? मनी आइरहेछ है। ल को हो त्यो? ल हाम्रो हात्ती, यो हात्ती छ नि। कस्तो दामी नाइस आएको भिडियो। ट्री हाउस रिजोर्ट अनि फिमेलहरू ठुलो भएपछि पछि मुनिको लएर छोडिदिनु हो। आफू पाउँछ आफू जङ्गलहरूमा खोलाको छेउतिर खाने
डियर त भन्नु होइन त्यस्तै यस्तो खालको close call। यही क्लोज कलमा हामी भेटियौँ हाई गाइज भन्ने हो कि म भन्दा नि पर्फेक्ट सफारीको अगाडिको त्यो सिट खाली हुन्छ नि मेरोले अलिकति गर्दैन ल तान्न सकिन्छ बाटो एक तान्न सकिन्थ्यो यत्रो यो सकिन्न यत्रो आएर यत्रो राउन्ड घुम्यो ट्राई गर्ने हो रे ट्याक्क बाटोकै मुखमा ल है त यो रुख ढलेको भएर हामी कताबाट भन्दा यताबाट बाटो खोजेर नाइस तपाईँ रिल्स सुट हान्नु दाइ नाइस हल्का यहाँ घुम्छ होला त यहाँबाट लेट्स गो गयो एक ब्याक हान अगाडि स्क्रच लाग्ला त्यसले हेडलाइटमा बाटै बनाइयो है यहाँबाट पास्ट हाम्रो सफारी सकेर हामी अब घरतिर जाँदैछौँ है गाइस त्यो मन्दिरलाई ढोक्नु पर्ने हो मैले ढोकिहालेँ मनबाट यहाँ रोक्नु पर्यो ल भ्लग इन्डिङ भयो अब यो लास्ट सर्ट अब जाम ल हुन्छ बाई बाई अब दाजुभाइ रक्समा काउसती जाने रे